नमस्ते सबैलाई। म चाहिँ मयराज नेपालबाट। म चाहिँ अहिले एसए टेलिकममा छु। यहाँ मोबाइलको यो सिकिरहेको छु। अनि आज हाम्रो थियो देव सरको साथमा लाइट सेक्सनको क्लास। देव सरले यस्तो मजाले सिकाउनु भयो कि यो पुरै म एक्सप्लेन गर्न सक्छु। अहिले गरिदिन्छु। सो देख्न सक्नुहुन्छ, हाम्रो लाइट सेक्सन चल्नको लागि सुरुमा हामीले ग्राफिक सेक्सन राम्रो भएको हुनुपर्छ, ओके भएको हुनुपर्छ। सो देख्नुहुन्छ यो र ग्राफिक सेक्सन यो भोल्टेज सही छ भने हाम्रो सुरुमा अब लाइट आइसीलाई चाहिन्छ भोल्टेज 4 भोल्ट जो आउँछ चार्जिङ आइसीबाट। र यो आएपछि हामीलाई चाहिन्छ ग्राउन्ड। ग्राउन्ड आएपछि सुरुमा सिपियुले फाल्छ इनाबेल A3मा आउँछ। र यो आएपछि सिपियुबाट इनाबेल आइसके पछाडि प्रोटोकलको लाइन I2C सिएलके र सरी एससिएल र एसडिए ब्लक र डाटाको लाइन आउँछ A2 र B2मा। र यो आइसके पछाडि हामी डिस्प्ले लगाउँछौँ। डिस्प्ले हालिसके पछाडि डिस्प्लेबाट आउँछ सिएबिसीको लाइन 1.8 भोल्ट यहाँ A1मा आउँछ। A1मा आइसके पछाडि यहाँ जुन आएको थियो भिपिएच 4 भोल्ट यो स्विचिङ भएर D3मा स्विचिङ भएर आउँछ। D3मा आइसके पछाडि यहाँ देख्नुहुन्छ डायोड। यो डायोडले 4 भोल्टलाई 15देखि माथि भोल्टेज बनाएर एलसिडी ए को लाइनबाट एथोडको लाइनबाट पठाइन्छ। र यो रहेको छ D2। यो चाहिँ ओभर भोल्टेज प्रोटेक्सनको लाइन हो। यो जोडिएको हुन्छ डायोडको माइनस भागमा। सो अहिलेलाई यति नै। यो रह्यो हाम्रो लाइट सेक्सन। सो यस्तै राम्रो सिक्न चाहनुहुन्छ भने तपाईँ आउन सक्नुहुन्छ। एसए टेलिकम यो इन्डियाको एकदमै राम्रो टेलिकम हो। राम्रो मोबाइल रिपेयर सिकाउँछ। सो धन्यवाद। नमस्ते।